हेलो एभ्रिवान। आजको यस भिडियोमा चाहिँ हामी एआई टुल्सहरूलाई चाहिँ कसरी इमेज र ग्राफिक डिजाइनमा युज गर्न सकिन्छ भनेर चाहिँ हेर्न गइरहेको छौँ। त्यसको लागि चाहिँ मैले चाहिँ एउटा डक्स फाइल रेडी गरेको छु, जसमा चाहिँ एआई टुल्सको नेम अलङ विथ त्यसको लिङ्क प्लस प्रम्प्टहरू पनि राखेको छु, जसले गर्दा चाहिँ इजी होस् हामीलाई चाहिँ युज गर्नको लागि। अनि फर्स्टमा चाहिँ हामी क्यानभा एआईलाई हेर्न गइरहेको छौँ, जुन चाहिँ हामी फर आवर थम्बनेल डिजाइन वी क्यान युज द्याट। अनि त्यसको लागि चाहिँ फर्स्टमा चाहिँ हामी क्रिएट अ डिजाइन भन्ने अप्सनमा जान्छौँ। अनि त्यसमा चाहिँ डिफ्रेन्ट डिजाइनको आउँछ अप्सन्सहरू। अनि फर्स्टमा चाहिँ हामी प्रम्प्ट कपी गर्छौँ फर थम्बनेल डिजाइन फर युट्युब। अनि त्यसमा चाहिँ हामी युट्युब भनेर सर्च गर्छौँ, युट्युब थम्बनेल भनेर। अनि त्यसको लागि चाहिँ त्यहाँ सोसियल मिडिया भन्ने अप्सन्स पनि छ। अनि त्यसमा गएर चाहिँ हामी सर्च गर्न सक्छौँ। अनि त्यसमा चाहिँ एप्स भन्ने अप्सनमा गएर चाहिँ हामी त्यहाँनिर चाहिँ म्याजिक मिडिया भन्ने छ, त्यसमा गएर चाहिँ हामी हाम्रो प्रम्प्टलाई पेस्ट गर्छौँ। अनि प्रम्प्टलाई पेस्ट गरेपछि चाहिँ त्यहाँबाट चाहिँ हामी इमेज जेनेरेट गर्न सक्छौँ। अनि त्यसको लागि चाहिँ एकछिन टाइम लाग्छ। अनि त्यहाँ हामी देख्न सक्छौँ डिफ्रेन्ट टाइपको थम्बनेलहरू चाहिँ डिजाइन भएको छ युट्युबको लागि। अनि त्यसलाई चाहिँ हामी युज गर्न सक्छौँ। अनि त्यसमा चाहिँ हामी अब एडिटहरू पनि गर्न सक्छौँ। प्लस अब हामीलाई चाहिँ केही चेन्ज गर्नु छ भने ब्याकग्राउन्ड रिमुभर भन्ने अप्सनको लागि चाहिँ हामीले प्रो सब्सक्रिप्सन लिनुपर्छ फर एडभान्स फिचर्सको लागि। अनि हामी चाहिँ ग्राफिक्सहरू पनि डिजाइन गर्न सक्छौँ। अनि भिडियोहरू चाहिँ अहिले जेनेरेट गर्न मिल्दैन। अनि 3D इमेजहरू पनि हामी निकाल्न सक्छौँ, तर त्यो चाहिँ अहिले अलि राम्रो आइसकेको छैन क्यानभामा चाहिँ। अनि यसरी चाहिँ हामीले क्यानभाको युज गरेर चाहिँ हाम्रो डिजाइनहरू बनाउन सक्छौँ युट्युबको लागि, इन्स्टाग्रामको लागि, सोसियल मिडियाको लागि चाहिँ यसरी चाहिँ हामी क्यानभाको युज गर्न सक्छौँ। अनि यसमा अरू अरू फिचर्सहरू पनि आउँदैछ, जस्तै एआई भोइस भनेर। अनि त्यसको पनि हामीले चाहिँ युज गर्न सक्छौँ। अनि यो चाहिँ स्टुडेन्टहरूको लागि चाहिँ फ्री नै हुन्छ। स्टुडेन्ट मेलबाट चाहिँ यदि एक्सेस गऱ्यो भनेदेखि चाहिँ हामीले प्रिमियम भर्जन पनि युज गर्न मिल्छ क्यानभाको चाहिँ। अनि अर्को टुल चाहिँ हाम्रो रहेको छ माइक्रोसफ्ट डिजाइनर भनेर। अनि यो पनि एउटा डिजाइन टुलै हो। अनि यसको लागि नै हामी क्रिएटिभिटी एआई गर्छौँ, इमेजेसहरू अनि अरू ग्राफिक्सहरू चाहिँ जेनेरेट गर्न सक्छौँ। यसमा पनि हामी हाम्रो प्रम्प्टलाई पेस्ट गर्छौँ। अनि त्योभन्दा पछि हामीले इमेज क्रिएट गर्छ। अनि यसको लागि चाहिँ अलिक टाइम लाग्छ इमेज क्रिएट गर्नको लागि। अनि यसमा पनि मैले अगाडि नै गरेको इमेजहरू पनि देख्न सकिन्छ। अनि यसको इमेज चाहिँ त्यति राम्रो हुन्न, क्यानभाको जस्तो राम्रो चाहिँ मलाई चाहिँ पर्सनली लागेन माइक्रोसफ्ट डिजाइनरले बनाएको चाहिँ। अनि यसलाई पनि हामी डिजाइन भइसकेपछि चाहिँ एडिट गर्न पनि सक्छौँ। अनि डाउनलोड गर्न पनि सक्छौँ। अनि यो डिजाइन चाहिँ अलि डिफ्रेन्ट छ क्यानभाको भन्दा चाहिँ। अनि हाम्रो अर्को टुल चाहिँ एडोबी फायरफ्लाई भनेर छ। अनि यसमा पनि हामीले चाहिँ हाम्रो प्रम्प्टलाई चाहिँ पेस्ट गर्छौँ। अनि यसले पनि ऐनाको जस्तै इमेजहरू चाहिँ हामीले जेनेरेट गरेर दिन्छ। अनि यसमा चाहिँ इमेज प्लस भिडियो पनि हामी जेनेरेट गर्न सक्छौँ। अनि यसको लागि नि अलि टाइम लाग्छ। अनि यसमा चाहिँ जेनेरेट हुनको लागि चाहिँ जस्तै यहाँनिर जेमिनी भन्ने मोडल युज भइरहेछ। अनि त्यस्तै अरू अरू पनि हुन्छ, त्यसको लागि चाहिँ अपग्रेड गर्नुपर्छ टु द प्रो भर्जन। अनि हामी चाहिँ देख्न सक्छौँ त्यहाँनिर अरू अरू मोडलहरू पनि छ जेनेरेटको लागि। अनि यो चाहिँ कम्पेरिटिभली राम्रो छ ऐनाको भन्दा चाहिँ। अनि यसरी नै हामी अरू इमेजहरू पनि जेनेरेट गर्न सक्छौँ। अब त्यस्तै सेकेन्डमा चाहिँ छ अब च्यानल एन्ड लोगो ब्रान्डिङ भनेर राखेको छु मैले। त्यसको लागि चाहिँ अनि हामीले चाहिँ सिम्पली अब च्याटजिपिटीमै गएर प्रम्प्ट दिँदा पनि हुन्छ, कि त ऐना युज गरेर जस्तै एडोबी फायरफ्लाईमा।
अनि अर्को टुल चाहिँ leonardo.ai भनेर छ। अनि त्यसमा जानुपर्छ, फर्स्टमा साइन इन गर्नुपर्छ। मैले चाहिँ साइन इन गरिसकेको थियो। अनि त्यसमा चाहिँ अब हामीले हाम्रो प्रम्प्ट हालेपछि चाहिँ त्यसबाट पनि हामी इमेज र भिडियो चाहिँ जेनेरेट गर्न सक्छौँ। अनि त्यसको लागि पनि प्रो भर्जनहरू पनि छ अनि फ्री भर्जन पनि छ यसको चाहिँ। अनि यसको थ्रुबाट पनि हामीले चाहिँ अब इमेज र भिडियोहरू चाहिँ जेनेरेट गर्न सक्छौँ। अनि जस्तै त्यो एआई शोभा भनेर आएको, यो चाहिँ कम्पेरिटिभली राम्रो छ अब फर थम्बनेल डिजाइनकै लागि पनि होइन। ऐनाकोमा चाहिँ कस्तो कम्प्लिट एआई डिजाइन जस्तो देखाएको थियो, यो चाहिँ सिम्पल टाइपकोहरू छ। अनि यो चाहिँ सेम प्रम्प्टै हो, सबै मोडलहरूमा युज गरिरहे। अनि यसको पनि प्रो भर्जन चाहिँ राम्रो हुन्छ। अनि यसमा नि अडियोहरू पनि जेनेरेट हुन्छ। अनि यहाँ चाहिँ अरू अरू अप्सन्सहरू पनि छ। अनि प्रिमियम भर्जनहरू पनि छ यसको चाहिँ। अनि जो चाहिँ हामी एक्सप्लोर गर्न सक्छौँ। अनि थर्डमा चाहिँ अब मैले चाहिँ भिडियो इन्ट्रो ग्राफिक्स भनेर राखेको छु, जसमा चाहिँ अब अरू टुलहरू नि छ न त, तर रनवे एमएल भनेर चाहिँ अलि राम्रो छ। अनि यसको लागि पनि फर्स्टमा त अब हामीले साइन इनै गर्नुपर्छ। अनि साइन इन गरिसकेपछि चाहिँ यसमा पनि हामीले चाहिँ इमेज टु भिडियो जेनेरेट गर्न सक्छौँ। अनि यसको लागि चाहिँ अब मैले प्रम्प्ट दिएँ। अनि अब इमेज चाहिँ एउटा सेलेक्ट गर्नुपर्ने थियो ऱ्यान्डम। अनि मैले चाहिँ यसमै भएको, यो चाहिँ एआई जेनेरेटेड इमेज थियो। अनि मैले त्यो एउटा एआई जेनेरेटेड इमेजै राखेर चाहिँ अब त्यो इमेजबाट त्यसलाई चाहिँ ग्राफिक्समा चेन्ज गर्नको लागि चाहिँ दिएँ। अनि त्यसपछि चाहिँ यहाँनिर चाहिँ अब एकछिन टाइम लाग्छ। अनि त्योभन्दा पछि चाहिँ हामी देख्न सक्छौँ होइन। अनि यसले चाहिँ अब यो हामीले इमेज प्लस प्रम्प्ट दिएपछि चाहिँ यहाँनिर चाहिँ भिडियो जेनेरेट गरिदिन्छ। अनि यसको लागि चाहिँ अलिक टाइम लाग्छ। अनि यसको पनि डिफ्रेन्ट मोडल भन्नाले अब प्रिमियम भर्जनहरू छ। अनि त्यसमा चाहिँ अब हामीले अपग्रेड गर्नुपर्छ, त्यसको लागि चाहिँ पे गर्नुपर्छ। अनि यो चाहिँ फ्रीवाला थियो। अनि त्यही भएर चाहिँ धेरै क्रेडिट हुन्न नि त फ्रीवालामा। अनि यो जेनेरेट हुँदैछ अहिले चाहिँ। अनि अहिले चाहिँ जेनेरेट भइसक्यो 8 सेकेन्डको। अहिले चाहिँ हामीले इमेज दिएको थियो, यो चाहिँ अब मोसनमा जेनेरेट भयो। अनि यसलाई चाहिँ अब हामी सेयर गर्न पनि सक्छौँ। अनि यो चाहिँ हामीले अब युज गर्न सक्ने भयो। यसरी चाहिँ इमेज प्लस प्रम्प्ट दिएर चाहिँ त्यहाँबाट चाहिँ हामीले अब ग्राफिक्सहरू चाहिँ बनाउन सक्छौँ। अनि अर्को चाहिँ अब मैले अडियोको लागि चाहिँ हामी 11 ल्याब्स भनेर युज गर्न सक्छौँ। अर्को चाहिँ पिका डट आर्ट भन्ने पनि छ। अनि त्यसको लागि चाहिँ फर्स्टमा त लगइनै गर्नुपर्छ। अनि यसको लागि चाहिँ हामीले चाहिँ प्रिमियम भर्जन चाहिने रहेछ, अपग्रेड गरेर मात्रै युज गर्न सक्ने रहेछौँ। अनि त्यही भएर चाहिँ यो टुल पनि छ। अनि इफ हामीसँग चाहिँ यदि कस्ट छ भनेदेखि चाहिँ हामीले यसलाई पनि एक्सप्लोर गर्न सक्छौँ। अनि अर्को टुल चाहिँ हामीसँग 11 ल्याब्स भनेर रहेको छ। अनि 11 ल्याब्स चाहिँ एकदम फेमस छ भोइस जेनेरेसनको लागि होइन। अनि यसमा चाहिँ अब हामी टेक्स्ट टु स्पिच गर्न सक्छौँ, भोइस चेन्जर गर्न सक्छौँ। अनि डिफ्रेन्ट फिचर्सहरू छ यसको। Hello everyone, welcome to AI with Shova. In this video, we explore powerful AI tools that transform text into natural human voices. यो चाहिँ एउटा सिम्पल इक्जाम्पल थियो टेक्स्ट टु स्पिचको। अनि यसरी नै हामीले चाहिँ हाम्रो अब भोइस चेन्जर पनि युज गर्न सक्छौँ। त्यसको लागि चाहिँ अब हामीले भोइस रेकर्ड गर्नुपर्छ। अनि भोइस रेकर्ड गर्दाखेरि चाहिँ अब हामी आफ्नो भोइस दिन्छौँ एआईलाई चाहिँ एज अ इनपुट। अनि त्यो दिएपछि चाहिँ यसले चाहिँ अब हाम्रो भोइसलाई रेकर्ड गर्छ। Hey everyone, welcome to AI with Soba. Today we are going to learn about AI. Maybe live. We can let's fill that. Could you learn that command about the end, Miss Nani? So I hope you land us dead. I could beat you. Maybe live. Everything. Wait, so that did you learn that command about the end, Miss Nani? So I hope you land us dead. I did beat you.
यसमा चाहिँ अब मैले दिए इनपुट चाहिँ अलि यो डिभाइसले गर्दाखेरि चाहिँ अलिक प्रब्लम आएको थियो अनि यसरी चाहिँ हामी 11 ल्याब्सलाई चाहिँ युज गर्न सक्छौँ। अनि यसको चाहिँ प्रिमियम भर्जनहरू हुन्छ अनि फ्रीमा चाहिँ एभाइलेबल छैन। त्यस्तै अनि अरू टुल्सहरू पनि हुन्छ भोइस ओभर्सको लागि चाहिँ मोस्टली चाहिँ पेड नै हुन्छ। अर्को चाहिँ अटोड्र भन्ने छ विच इज फर अटोमेटिक एआई ड्रइङ। अनि यो अटोड्र युज गर्नको लागि चाहिँ अब हामीले चाहिँ ऱ्यान्डम केही त्यहाँ अटोड्र भन्ने अप्सनमा गएर चाहिँ केही सेपहरू बनायो भने चाहिँ उसले चाहिँ आफै अब अटोमेटिक ड्रइङ चाहिँ कम्प्लिट गरिदिन्छ। अनि हामी त्यो माथि चाहिँ देख्न सक्छौँ डु यु मिन भन्ने साइडमा चाहिँ अब जस्तै मैले ट्री जस्तो बनाएँ भने ट्रीको जेनेरेट गर्ने भयो। अनि त्यस्तै अब अरू अरू पनि त्यसरी नै हामी बनाउन सक्छौँ। अनि यो चाहिँ स्पेसियल्ली चिल्ड्रेनहरूलाई चाहिँ स्कुलमा चाहिँ ड्रइङहरू सिकाउनको लागि युज हुन्छ। अनि यसरी चाहिँ हामी चाहिँ डिफ्रेन्ट एआई टुल्सहरू चाहिँ युज गर्न सक्छौँ इन ग्राफिक एन्ड इमेज डिजाइनमा। अनि सबैको एउटै कमन फर्मुला चाहिँ जस्ट हामी प्रोम्प्ट दिन्छौँ अथवा कुनै इमेज इनपुट दिन्छौँ, भोइस इनपुट दिन्छौँ अनि एआईले चाहिँ त्यसलाई चाहिँ अब जेनेरेट गरेर बनाउने भयो। अनि यसरी चाहिँ हामीले एआई टुल्सहरूलाई चाहिँ युज गर्न सक्छौँ फर भेरियस एक्टिभिटिज। थ्याङ्क यू।